नमस्ते भाइ बहिनीहरू अनि अभिभावकज्यूहरूलाई पनि स्वागत छ। विद्यालयका लागि उखानको यो श्रृङ्खलामा तपाईँहरूलाई स्वागत छ। ल आउनुहोस् हाम्रो आफ्नै हिमालयको पुरानो ज्ञान र लोककथाहरूको रमाइलो यात्रामा सँगै निस्कौं। आज हामी एउटा मान्छे साँच्चै कतिखेर महान हुन्छ भन्ने कुरा खोतल्दैछौँ है। मलाई पक्का विश्वास छ यो प्रस्तुतिले तपाईँहरूलाई पक्कै पनि केही नयाँ कुरा सिकाउनेछ। ल सुरुमा एउटा कुरा सोच्यौं त तपाईहरूले कहिले याद गर्नुभएको छ स्कुलमा खाजा खाने बेला होस् वा साथीभाइको बीचमा कहिलेकाहीँ मान्छेलाई उसको लुगाको ब्रान्ड वा ऊ कस्तो देखिन्छ भन्ने आधारमा मात्रै छुट्याइन्छ नि होइन र? तर के साँच्चै मान्छेको असली चिनारी त्यही हो त? आज हामी हाम्रो एउटा एकदमै शक्तिशाली पुरानो भनाइबाट यसको उत्तर खोज्नेछौं। ल अब भने हामी यो उखान कसरी बोल्ने भनेर सिकौं है त। म सँगसँगै भन्नुस् है त, बिस्तारै भनौँ। मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। फेरि एकपटक है, मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। नेपाल बाहिर हुर्किरहनु भएका भाइ बहिनीहरूको लागि पनि आफ्नो भाषाको यो मिठो वाक्य बोल्दा पक्कै रमाइलो भयो होला। तर यसको ठ्याक्कै अर्थ के होला त? सुन्नुस् है, यसले एकदमै गहिरो कुरा भन्छ। कुनै पनि मान्छे ऊ कुन परिवारमा जन्मियो वा उसँग कति पैसा छ भन्ने कुराले ठूलो हुँदैन रे के। मान्छेलाई ठूलो बनाउने भनेको त उसको सफा मन र राम्रो चरित्रले पो हो त। असली महानता भनेकै दयालु हृदय हो। अब हामी अलिकति इतिहासतिर जाउँ। यो भनाइ आखिर कहाँबाट आयो त? यो कुरा आजभन्दा धेरै अघि सन् 1936तिरको हो। हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन भन्ने एउटा असाध्यै सुन्दर खण्डकाव्य लेख्नु भएको थियो। यो त्यति बेला गाउँघरमा धान रोप्दा गाइने असारे झ्याउरे भाकामा लेखिएको छ के। एकदमै मिठो लय छ यसको र यो उखान त्यहीँबाट आएको हो। कथा कसरी अघि बढ्छ भने नि, मदन भन्ने एकजना मान्छे धन कमाउन काठमाडौँबाट ल्हासातिर लाग्छन्। तर बाटोमा उनलाई जन्डिसले गम्भीर रूपमा सताउँछ। झन दुःखको कुरा त के भने, सँगै गएका साथी रामले पनि उनलाई बाटोमै बेवारिसे छोडेर हिँड्छन्। मदन लगभग मृत्युको मुखमै पुगिसकेका हुन्छन्। तर त्यही बेला एकजना अपरिचित तिब्बती मानिसले उनलाई उद्धार गरेर स्याहार सुसार गरी बचाउँछन्। अब यहाँनिर एउटा कुरा बुझ्नुपर्छ है। त्यो जमानामा समाजका नियमहरू एकदमै कडा थिए। मदनलाई बचाउने ती मानिसलाई तत्कालीन कट्टर जातीय व्यवस्था अनुसार अछुत वा तल्लो जातको मानिन्थ्यो। तर सोच्नुस् त, ती अपरिचित व्यक्तिको त्यो निस्वार्थ सहयोगले समाजले बनाएको त्यो झुटो पर्खाललाई पुरै भत्काइदियो नि, होइन र? अनि जीवनदान पाएपछि मदनले ती उद्धारकर्ताको खुट्टा छुन्छन्। हाम्रो खस नेपाली संस्कारमा खुट्टा छुनु भनेको त सबैभन्दा उच्च सम्मान हो नि। मदनले तत्कालीन समाजको त्यो कठोर र भेदभावपूर्ण नियम तोडेर एकदमै चोखो कृतज्ञता प्रकट गरेका थिए। अनि त्यही बेला मदनले भन्छन्, छेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन। कति शानदार कुरा है। मानवता र असल मनले समाजका जस्तो सुकै कृत्रिम पर्खालहरूलाई पनि सजिलै जित्न सक्छ भन्ने कुरा यसले प्रमाणित गर्छ। ला त्यो त भयो पुरानो हिमाली गाउँको कथा। अब यसलाई आजको दिनमा कसरी लागू गर्ने त? एकातिर समाजले धेरै महत्त्व दिने कुराहरू छन्, जस्तै महँगा ब्रान्डका कपडा, पैसा र देखावटी कुराहरू। तर अर्कोतिर छन् दया, इमान्दारी र ठूलो दिल। साँच्चै भरपर्दो मान्छे बनाउने भनेकै यी भित्री गुणहरूले हो। अनि इमान्दारीको कुरा गर्दा मलाई अर्को एउटा निकै प्रसिद्ध नेपाली उखाल याद आयो, साँचो कुरालाई आँच आउँदैन। जसरी आगोले सत्यलाई डढाउन सक्दैन नि, त्यसै गरी इमान्दार मान्छेको चरित्रलाई कसैले बिगार्न सक्दैन। मुना मदनकै अर्को एउटा लाइन पनि मलाई साह्रै मनपर्छ, सुन्नुस् है। हातका मैला सुनका थैला, के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले। यसको अर्थ के हो भने, भौतिक सम्पत्ति भनेको त हातको मैला जस्तै अस्थायी कुरा हो। भित्री खुशी र सत्यतालाई छोडेर केवल पैसाको पछि मात्र कुद्नुको कुनै अर्थ छैन। साँचो आनन्द त इमान्दार र सन्तुष्ट जीवनमै छ। त्यसो भए अब हामीले हाम्रो स्कुलमा यो ठूलो दिल कसरी देखाउने त? एकदमै सजिलो छ। जस्तै पढाइमा गाह्रो परिरहेको आफ्नो साथीलाई सहयोग गर्ने, कसैलाई उसको लुगाको ब्रान्ड हेरेर मूल्याङ्कन नगर्ने, स्कुलमा हुने बुलिङ वा नराम्रो व्यवहारको विरुद्धमा आवाज उठाउने र मानिसलाई उसको बाहिरी देखावटी समूहबाट होइन उसको चरित्रबाट चिन्ने। ल त भाइ बहिनीहरू, यो हप्ता एउटा सानो काम गरौँ है त। यो उखान आफ्ना बुबा आमा वा हजुरबा हजुरआमालाई सुनाउने अभ्यास गर्नुस् त।
यो हाम्रो पुरानो लोक इतिहासलाई यसरी नै बचाएर राख्नुपर्छ। अनि तपाईहरूको अनुभव तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। जाँदा जाँदा एउटा कुरा सोच्नुहोस् त, आज दिनभरिमा कसैलाई उसको बाहिरी आवरण हेरेर मात्रै तौलिने काम पो भयो कि? अबदेखि भित्री मन हेर्ने कि बाहिरी आवरण? विचार गर्नुहोस् है। यो प्रस्तुतिमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को श्रृङ्खलामा फेरि भेटौँला।